दर्शकगण विष्णु सापकोटा र एलेना चौहानले जवाफ दिए यस्तो भन्छन् हामी भने कुनै पनि हालतमा कदापि मिल्ने छैनौँ। दर्शकगण यो कुरा सुन्दा भने त नेपाली दर्शक श्रोताहरू भने निकै नै निराश हुनुभएको छ। दर्शकगण नेपाली दर्शक श्रोताहरूले भने विष्णु सापकोटा र एलेना चौहान भने पुनः एक हुनुपर्छ भन्दै कमेन्ट बक्समा कमेन्ट गरिरहनु भएको थियो र धेरैले आशा पनि गर्नुभएको थियो कि अब भने एलेना चौहान र विष्णु सापकोटा भने एक हुन्छन् र हामी भने पुनः उनीहरूलाई एकसाथ जो देख्न सक्नेछौँ भनेर धेरै दर्शक श्रोताहरूले भने यो आशा राख्नु भएको थियो। तर अहिलेको यो हिसाबलाई हेर्ने हो भने उनीहरूले भने कमेन्ट बक्सलाई मध्यनजर गर्दै भन्छन् अब भने हामी कदापि मिल्ने छैनौँ। जे नहुनु थियो त्यो भएर नै छाड्यो। गल्ती दुवैजनाको थियो तर गल्ती कसैले पनि स्वीकार्न नसकेपछि भने अस्वीकार गल्ती गरेपछि भने अहिले हामी एक अर्कासँग टाढिन पुगेका हौँ। अब भने हामी कुनै पनि हालतमा एक हुने छैनौँ भन्दै विष्णु सापकोटा र एलेना चौहानले टिकटक लाइभमा बताएका छन्। दर्शकगण तपाईँलाई भने के कस्तो लाग्छ त के साँच्चै अब उनीहरू भने सधैँकै लागि छुटिएकै हो त कि फेरि भने उनीहरू भने पुनः फेरि मिल्ने छन् त? तपाईँलाई के कस्तो लाग्छ? आफूलाई जस्तो लाग्छ त्यस्तै तरको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्न भने नछुटाउनुहोला।